up, man? You broke your hand? Oh, so sad to hear that. Hey. जा लाज हुन्छ नि त उहाँलाई हात भाँचेको छ अनि यतिकै छोडिदिनु विचार त्यो कति किलो हो त तिते बनाउनु भएको यो यसरी दाउरा झन्छ मलाई अनि दाउरा बिना त कामै छैन कान्छा उठाएर नि रुरु बोले अब त्यसो गरेर अब त्यस्तो बिमारी सस्किया हौ भाले बत्दैन अब त भुत्ला आउनुपर्छ कान्छा डराउनु हुँदैन थाक्यो है चरा त Jason! Hi, man! Good morning! ज्ञानी भएर बसेको छ ओइ अगाडि बोलेको र नि ना ओइ काकाले टिका लगाइदिनु अहिले काम लगाइदिनु काट्छु नि जमाना बसी आउन कान्छे दिनु न त दादा दिदीले कसको काम चाहिँ मैले यहाँ निमाटेर गर्मीले बस पार्क बजार पनि लाग्छ नि त यहाँ पहाडको दालहरू विभिन्न पहाडको चिजहरू आउँछ क्या घिउहरू हजुर अनि तपाईँले चाहिँ कति हुन्छ भनेको ए हाम्रो त त्यस्तै हुन्छ अस्ति हामी हेरेर जान्छौँ कोही बेला 35,000 हुन्छ कोही बेला 25,000 हुन्छ हजुर अनि अस्ति दसैँ अगाडि त 22,000मा पनि गयो मान्छे उता ल्याउनु थियो र हजुर सस्तोमा गयो नि अब हाम्रो फेरि वहाँ गएपछि खाली आउनुपर्छ हजुर हजुर 30,000 जति पर्छ 30,000 अहिले चाहिँ
माथि पाहाड हेर त ओ माय गॉड तिमी यस्तो कहिले देख्थ्यौ देख्यौ यस्तो मजाले नजिकबाट बारी आएको छ उयो यता पो रहेछ म उता सुतिरहेको थिएँ बनेको छ हजुर तर बाटोहरू बनाउन सकेको छैन यस्तो छ अलिकति खतरा यता बाटो कस्तो छ होला सर हजुरलाई थाहा छ एकचोटि भुइँ छोड्नु रे भन्दा पिङ हेर्नु पाएन आँटी जस्तो पानी पो पर्दैछ क्या भरमतिर त पानी परिसक्यो गरे पनि ठिकै छ शीतल हुन्छ गर्मी भएर जस्तो लेफ्ट लिनु कि राइट लिनु भन्थ्यो राइट लिनु अब त छिटै पुगिहालिन्छ 15-20 मिनटमा गरान फेरिन्छ धुलो खाइन्छ तल्लो बाटो चाहिँ साह्रो धुलो उड्छ खतरा
अनि त्यो बाटो त हिँड्नै सकिँदैन। यहाँ त बाइक लिएर आउनै पर्ने ठाउँ रहेछ बाइक त छ डुल्लै बाइक टेम्पोहरू चाहिँ फसिहाल्यो भने उचालेर ठेलेर पनि निकाल्न सकिन्छ। हजुर। यस्तो गाडी चाहिँ गाह्रो हुन्छ हो नि हजुर वहीँ ए अँ ठुलो छ नि खोला। होला बाढी आएर छैन नि भिरमा चढ्दैछ। हजुर के खोज्नु गएको यस्तो पानी पऱ्यो बल्ल उयो भएर छ एउटा झडा पनि प्रब्लम। हेर त ल
रोडमा ट्राफिक त अहिले मोबाइल खेलेर बसिरहेको एकचोटि चेक गर्नु त्यसो जेन्जीले गर्दा होला हजुर बल्ल लाइनमा आएको स्कुलको नाम के अरे भाइ यो स्कुलको नाम श्री महेन्द्र माध्यमिक विद्यालय श्री महेन्द्र माध्यमिक कत्रो म पढेको स्कुल जस्तो क्या यो कलर छ नि यो सेम त्यस्तै त्यस्तै रिपोर्ट स्कुल मैले पहिला सुनेको बुढो बाजेलाई सप्तकोशी होइन भाइ मैला भइसक्छ यहाँ दाउरा हराएर यहाँ मान्छेहरूले अस्ति बाढीले बगाएको दाउरा पुरै कलेक्सन हानेर रहेछ कुन चाहिँले चोर्दैछ गीतहरू फाइट गर्दैछ त्यहाँ झगडा गर्दैछ चोर पत्ता लगाउँ चोर ल लड्लाई भयो भयो भाइ लड्छ भयो भयो माउली के गरेको भन्दा भन्दिलाई यसो स्वागत गर्नु पर्यो नि त केरा पनि दामी पाकेको छ आरी गर्मी छ त नानी यता हेर बेबे खोइ चिसो छैन पानी अब चिसो लाग्ला है भाले पाक्दैछ खुट्टाले हेलो भन्दैछ अर्ग्यानिक भने अर्ग्यानिक चुलामा अर्ग्यानिक छ आएको छ कसैले बगाएर ल्याएको दाउरा होइन है भनेर भन्छु म दाउराको कमी छ आउँदैन तिनीहरू त डर हुन्छ नि बिचरा माउलो मोटे चकरघटी चेन्द्र माउलो माथि छतमा बसेर हल्का गर्ने यसो के छ भने राजा यो चाहिँ मलाउनु पर्यो डाइरेक्ट फेरि जुन अहिले पार्टीको एउटा फोटो खिच्यो त मैले क्या बात तेलको नदी पार गर्न मन छ उता देखाउ न पाहाडलाई अनि के छ पाहाडको मुनि मुनि बादल छ ठाउँ ल्याउँथ्यो अरे अब हल्का बुझाउनु त हजुरले भन्नुहुन्छ उयो त्यो हाम्रो धरानको पहिले विजयपुर दरबारको राजाले हजुर दरबार चाहिँ कता कुन साइडतिर हो यहाँ उयो डाँडा छेलेको छ त्यसको उयो चाहिँ छ अवशेष छ कि त्यसले मृत्युदण्ड दिनु पर्यो भने यहाँ सुलीकोट भनेर जुत्ता सुत्ता छैन यहाँ जुत्ता लगाएर अलि यताबाट कस्तो कस्तो रे अब यो सुन्नु डर लाग्छ भाडुतिर हैन काँडा आउँछ कान्छे यता भिडियो गर्नु त सानो अनि त्यो जङ्गलतिर त घरै गर्छ त बुढा यो जङ्गल सुरु म मेरो फेस अनि यसो होइन हेर्नु त मन्दिरमा आएर नि भन्छ ऐना हेर्नु गति पर्छ अरे क्या ल हामी सबै गति पार्दैनौँ होला ऐना हेर्नु रे क्या आफ्नो मनमा गति पर्छ अरे सरस्वती माता माता सरस्वती माता लक्ष्मी माता भगवान शिवजीको स्वरूप
गणेश भगवान कहाँ छ गणेश भगवानलाई ढोक्नु पर्ने पतिवारा माता की जय होस् मातामा चढेको सिङ्गारको सामान सबै मातामा त्यो चुन्दरी चुनारी पोते के छ ल माताको दर्शन ज्वाइँ र भाइ इच्छा मनोकामना पुरा भयो हाम्रो हो नि त गाइस सबैले दुधवटा बालिदिउँ न के चाहिँ ठिक छ हाम्रो पतिवारा माता की ल सबैजना कल्याण र च्यान गरून् भगवान् पतिवारा माताले अब हामी दर्शन गर्नु जाँदैछौँ पतिवारा माताको यो चाहिँ एक्स्ट्रा प्रो म्याक्स भ्यू देखिरहेको छु